अब हामी अब भित्र जानको लागि एकदम तर्खरमा छौं। हाम्रो विशाल दाई यहाँ एकदम टिकटको लागि वेट गरिरहनु भएको छ। यहाँ विशाल दाईको दिदी रिसिनु भयो हेर्नुस्। म त पैसा दिन लाग्नु भने सब पैसाको खेलै छ हेर्नुस्। अब यो एन्ट्री गेट मैले हजुरहरुलाई देखाइरहेको छु। लौनुस् विशाल दाई हजुर। ल अब भिडियो बनाउनुस् तपाईले है। हेलो गाइज, यो मेरो भाइ एन्ट्री गेट हो यो माथिबाट तलसम्म ल्याउनलाई एन्ट्री गेट हो। ल ल माथिपट्टि नै रे। अब यो हेर्नुस् है साथीहरु, यति रमणीय ठाउँ। यहाँ फोटो खिच्दा कस्तो राम्रो होला। ल हेर्नुस्, हजुरहरु पनि आउन सक्नुहुनेछ। फोटो खिचाउने हैन? ल हेर्नुस्, यति राम्रो ठाउँ छ यो बर्ड पार्क। हजुरहरुलाई मैले अरु पनि देखाउने छु। ल हेर्नुस् है, ए हेर्नुस् न यो सुकेको रुखलाई हेर्नुस् त कस्तो पेन्ट गराएर कस्तो गराएको छ। यहाँ किन यसरी हो यस्तो लुक्दै हिँडेको? यसलाई भन्छन् हजुर बर्ड पार्क भनेर भनिन्छ। ल हेर्नुस्, हेर्नुस् न यस्तो ढुङ्गा राखेर कलाकृतिहरू गरिरहेको छ। के भन्छन् अरे यसलाई? धतुरा। ल यहाँ धतुरा हो, धतुरा खाना मिल्छ। ल हेर्नुस्, यस्तो राम्रो बनाएको छ यहाँ भित्रबाट यो पार्कलाई। यहाँ डकुरु हुन्छन् यहाँ है, अहिले छन् कि छैनन् हेर्नुस् न। यहाँ यस्तो देखाएको छ बनाएको। ये हेर्नुस् यहाँ अब भर्खर बर्डहरू सुरु हुन लागे।